फुल टाइम डक्टरको जब सँगसँगै एउटा कन्टेन्ट क्रिएटर पनि हुनु कम्ता गाह्रो छ तर आफूले आफ्नो जब मनपर्ने भए पछाडि एभ्रिथिङ इज वर्थ। हाई गाइस, आइ एम डक्टर पूजा वास्तल। आई एम वेलकम टु माई मिनी ब्लग। पानी परिसके पछाडि चाहिँ यस्तो राम्रो हुन्छ वेदर, बट के गर्नु, ट्राभल यसरी गर्नुपर्ने छ भने चाहिँ हिलो हिलो गाह्रो हुन्छ। सो इट्स अ गुड एन्ड ब्राइट एन्ड शीतल खालको डे। पत्ता कस्तो छ आमा? मैले जङ्गलबाट आफै गएर बोटबाट यसरी टिपेर लिएर आएको नि। यस्तो पानी परेको बेलामा कसलाई चाहिँ घाममा जान मन लाग्छ ल, तर म जान्छु। तपाईँहरू चाहिँ मिठो मिठो चाउचाउको सुप पिउँदै कफी पिउँदै मुभीहरू इन्जोय गर्दै घरमा बस्नुहोस् ल। कति क्युट देखेको तिमीलाई। त्यस पछाडि चाहिँ म गएँ फुड हन्टिङ एन्ड एक्सप्लोर गर्न। आज चाहिँ हामी मोमो छैला भन्ने प्लेस। आज मेरो दुईवटा जुनियर कलिग्सहरू मैले लिन आउनु भएको थियो अनि म उहाँहरूलाई खाना लिएर गइरहेको छु। सुरुमा त हामीले 5 मिनट कुर्नु पऱ्यो यो प्लेसमा बस्नका लागि, किनभने द प्लेस वाज सो प्याक। प्लेसको भाइब वाज सो गुड एन्ड कोजी एन्ड कम्फोर्टेबल थियो अनि फुडहरू पनि यति मिठो मिठो थियो। अनि त्यस पछाडि हामीलाई चिया खान मन लाग्यो। त्यत्रो खाइसकेपछि अनि चिया खानको लागि त हामीलाई हाम्रो अड्डा प्लेस जानै पर्थ्यो। सो वी वेन्ट टु आवर अड्डा प्लेस एन्ड ट्रस्ट मी, यहाँको चिया इज द बेस्ट चिया इन होल बिर्ता मोड। आजको लागि यति नै। फलो मी फर मोर अपडेट्स। थ्याङ्क यू।